नेपाली लेग स्पिनर सन्दीप लामिछानेका लागि सन् 2026 को सुरुवात निकै सुखद देखिएको छ। हालै सम्पन्न टी20 विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीप अब इङ्ल्यान्डको प्रतिष्ठित क्रिकेट प्रतियोगिता द 100 को फाइनल सर्ट लिस्टमा परेका छन्। यसपटक द 100ले आफ्नो नियम परिवर्तन गर्दै खेलाडी छनौटका लागि अक्सन अर्थात् बोल कबोलको प्रक्रिया अपनाएको छ। विश्वभरका करिब 1000 खेलाडी मध्येबाट छानिएका अन्तिम 243 खेलाडीको सूचीमा सन्दीप लामिछाने पनि समावेश छन्। अक्सनका लागि सन्दीपले आफ्नो न्यूनतम मूल्य बेस प्राइस 31,000 पाउन्ड स्टर्लिङ करिब 50 लाख नेपाली रुपैयाँ भन्दा बढी तोकेका छन्। उनको प्लेयर नम्बर 440 रहेको छ। टी20 क्रिकेटमा सन्दीपको जादु अझै कायमै छ। हालसम्म 168 टी20 खेलमा 243 विकेट लिइसकेका सन्दीपको इकोनोमी रेट 7 भन्दा कम छ, जसले उनलाई कुनै पनि टोलीका लागि एक किफायती र घातक बलर साबित गर्दछ। हालैका खेलहरूमा उनले वेस्ट इन्डिज र इङ्ल्यान्ड जस्ता ठूला टोली विरुद्ध पनि प्रभावशाली बलिङ गरेका थिए। यसअघि सन् 2021 मा पनि सन्दीप ओभल इन्भिन्सिबल्ससँग 60,000 पाउन्डमा अनुबन्धित भएका थिए, तर भिसा समस्याका कारण उनले खेल्न पाएका थिएनन्। त्यसैले मार्च 12 मा हुने यस अक्सनले सन्दीपलाई पहिलो पटक बेलायती मैदानमा द 100 खेल्ने ऐतिहासिक अवसर जुराउन सक्छ। के कुनै टोलीले सन्दीपमाथि बोली लगाउला? के फेरि एकपटक सन्दीपले विश्व क्रिकेटको ठूलो मञ्चमा नेपालको झण्डा फहराउलान्? सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरूको नजर अब लन्डनमा हुने अक्सनमा छ।